What's up guys, अहिले चाहिँ हामी पोखरामा छौँ हामी होइन म मात्रै पुरै रिल्याक्स छ चिलमा ढाड चाहिँ अलिक दुखिरहेछ उफ त्यत्रो ट्राभल गान्तोकबाट यहाँ आमा 2 दिनसम्म नन स्टप ट्राभल काठमाडौँबाट एकैचोटि डाइरेक्ट गान्तोकबाट फेरि यहाँ आज लगभग 260-70-80 त्यत्रो किलोमिटर आम्मा लास्टै हुँदो रहेछ ओहो ढाड त फुस्केला जस्तो भइरहेको भोलि बिहान फेरि सारङगढ जानुपर्छ 7 बजे सनराइजको डेट रहेछ टाइमिङ अब भोलि बिहान कति बजे 6 बजे हिँड्नु पुग्छ कि 1 घन्टामा 1 घन्टा त अलिकति लाग्ला त्योभन्दा अलिकति चाँडै निस्किन खोज्छु म पहिला डिरेक्सन हेर्छु कति किलोमिटर छ अनि त्यो अनुसार चाहिँ हेर्नु पर्ला पुरै मसाज गर्न जाऊँ कि जस्तो लाग्ने क्या त्यो ढाड यस्तो पेन भइरहेछ पुरै नगरौँ तर गान्तोकको चाहिँ एकदम बवाल भ्यू नाइटमा त खासै देख्दैन दिउँसो चाहिँ ओहो आँखा यसो राति त खासै केही देखाउँदैन अनि केही पनि छैन होला सोचेँ पछि बिहान सिधा अगाडि गएँ हेरेको डाँडा मात्रै यस्तो लेफ्ट साइडमा फर्केको त ओहो अन्नपूर्ण हिमाल त्यो साइडमा है लेफ्ट साइडमा टक्क देखिहाल्यो अन्नपूर्ण हिमाल माछापुच्छी चाहिँ ठ्याक्कै अलिकति छेउमा साइडमा थियो छेकेको थियो एकदम बवाल पछि त्यो गुरुङ कटेज एकदम चलेको भाइरलवाला त्यहाँ पनि गयो अनि त्यहाँ पनि जस्ट त्यहाँबाट सिन चाहिँ एकदम राम्रो आउँदो रहेछ बेस्ट आउँदो रहेछ हामी बसेको म बसेको त्यो होटेल ओल्ड भिलेज हो त्यो त्यसमा नि राम्रै आउँथ्यो त्यसमा नि राम्रो आउँछ तर त्यो गुरुङ कटेजबाट चाहिँ बवाल आउँदो रहेछ अलिकति तल पऱ्यो अनि त्यहाँबाट सिनेमेटिक एकदम बवाल आउँछ त्यहाँ अलिकति हिउँहरू चाहिँ अब कम थियो अब यो सिजन पनि होइन त्यही भएर सिजन हेरेर आउनुभयो भने चाहिँ हिमाल चाहिँ एकदम A1 देख्छ तर सिजनमा चाहिँ सायद अब बादलहरू लागेन एकदम क्लियर छ भने चाहिँ स्वर्गै हेरे जस्तो थियो तर हाम्रो पालामा त अलिकति कमै थियो हिउँ तर जस त्यो कम भयो नि केही छैन अलिअलि त थियो रिल्याक्स गरेँ एक्लै 2-3 घन्टा त बिहान उठ्यो सनराइज हेऱ्यो त्यसपछि खाजा आयो भने चाहिँ 8, 9, 10, 11, 12 एकदम 4-5 घन्टा त एक्लै कुर्सीमा बसेर आनन्दले हिमालको भ्यू हेर्दै रमाउँदै त्यही हिमालय हेर्न आएको माइन्डसेटले त्यो पुरा भयो गान्तोक अब बिहान सारङगढको बाँकी छ सारङगढबाट त्यहाँबाट कहाँ जाने डिसाइड गर्छु अब त्यहीँबाट बिहानै गाइस गुड नाइट सबैलाई भोलि बिहान भेट्नुपर्छ अब सारङगढको सनराइजमा गाइजहरूलाई टुर गराउनु पऱ्यो मेरो रुम चाहिँ म त आउने बित्तिकै खासै त अलिकति उ भयो मेसी टाइप छ एकदम राम्रो छ रुम त त्यहाँ वासरुम एसी टिभी छ पानीहरू ऱ्याक अब आउने बित्तिकै त्यहाँ उ भइहाल्यो मेसी थियो यति चाहिँ टक्क बेड पनि राम्रो छ ठुलो छ यहाँ यता झ्याल छ यता हिमाल देख्छ भनेको छ अब हेरौँ रुम चाहिँ बवाल दामी छ गुड मर्निङ गाइज ल अब सारङगढ जाने भनेको त्यस्तै भयो बिहान उठ्नै सकिएन ढाड दुखेर अब आजको यो ब्ल्याक टी सँगै अब पर्जा खोलेको छैन आज यहाँबाट चाहिँ हिमाल देख्ने रहेछ बवाल देख्ने रहेछ ओहो उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भन्ने इच्छा हुन्थ्यो आजै इच्छा पुरा भयो यस्तो बवाल रहेछ हिमालहरू गाइस अब फेरि अब आज कतातिर लाग्ने उता बुम्दीगढतिर लाग्नु पर्ला मिल्यो नि सारङगढ नि जानु पर्ला गाइस सी यू over there
फेरि भेट भयो रमाइलो भयो भ्यू यस्तो बवाल थियो अलिकति हिउँ कम थियो तर केही छैन एटलिस्ट होइन हिमाल भने हिमाल हो चाहे हिउँ किनै नपग्लोस् एकदम रमाइलो थियो यार ओहो ऊ हेर्नु अझै त्यहाँसम्म यहीँ बाटोमै हेरिरहन मन लाग्ने क्या नछोडी बसौँ जस्तो लाग्यो रमाइलो थियो ठाउँ सनराइज पनि हेरियो मैले त यताबाट सनराइज हुन्छ घाम आउँछ त्यो त मैले याद गरेन क्या मान्छेले कराइरहनु भएको थियो यताबाट घाम आयो भन्दै म त सायद यतापट्टि लाइट पऱ्यो होला भन्दैन क्या सनराइज त्यो वाला त देखिरहेको हुन्छ मलाई त मेन यो हिमालको देख्नु छ क्या ओहो माई गॉड हिमाल अलिअलि भयो नि त हिउँ छ त्यसमै रमाइलो छ बाटो नि राम्रो छ चिस माथि गएर टक्क चिया खाँदै बस्न आनन्द हुन्थ्यो तर माथि यसो भोले बाबाकोमा भगवान्कोमा जाउँ भनेर भोले बाबा त्यहाँ दर्शन गरौँ अनि मात्रै खाऊँ सोचेको नत्र यहाँ आनन्दले टक्क चिया खाँदै बस्नु यस्तो बेस्ट मोमेन्ट हुन्थ्यो तर आज एक दिन मात्र बाँकी छ अनि त्यही भएर सबै घुमी बिहाम भनेर त्यहाँबाट पुम्दीगढ जान्छ पुम्दीगढबाट स्टुपा आउँदा फर्किँदा स्टुपा छिर्छु अनि तालपरे नि भरेतिर लेक साइडमा आनन्दले चिलमा बस्दै बिन्दास सोलो ट्राभल सोलो एक्लोपन आनन्द हुन्छ कि फर्स्ट टाइम यस्तो दामी एक्सपिरियन्स भयो मलाई सोलो ट्राभलमा ओहो यो नि त सोलो ट्राभल भने एक्लै आनन्द हो कि है अरूले के सोध्छ भन्ने हामी प्रायः सोचिरहेको हुन्छौँ होइन त्यस्तो नसोच्ने आफू इन्जोय गर्न आएको अरूलाई नसोच्ने ठक्क अरू मान्छेहरू पनि के भन्दै थियो म त त्यहाँ बसिरहेको थिएँ नि आफू पनि खिच्दैन हिँड्ने बोल्दा आफू पनि खिच्दैन हामीलाई पनि खिच्दैन भने क्या मलाई छोड्नुहोस् न भनेर त भनेको भने थाहा पनि म त टोलाएर आनन्दले भ्यू हेर्दै बसिरहेको थिएँ कि त्यही भएर मलाई त बालै लागेन मलाई नै त भनेको थियो पछाडिबाट सुनेको थिएँ अब उनीहरूले फोटो खिच्न मन थियो म त आनन्दले अब एक्सक्युज मी भनेर होइन छोडिदिनुहोस् न भनेर भने है त मैले त त्यो बाटो छोडिदिन्थेँ होला भिडियो खिच्नलाई या फोटो खिच्नलाई म त रोकटोक त गर्दिनँ नि त खै अब आनन्दले बिन्दास एक्लै 1.5 घन्टा भयो 2 घन्टा हुनु लाग्यो जस्तो छ कि क्या है 6:30 बजे 6:30 7 7:30 8 पछि यस्तै 1.5 घन्टा आनन्दले इन्जोय गरियो फ्रेस हावा ए हावा हिमाल 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 कस्तो दामी मोमेन्ट क्या कहिलेकाहीँ हिमाल हेर्न आउनु छुट्टै हुन्छ क्या अब हेरिरखौँ भन्यो भने अब कतिले भन्ला वाक्कै लाग्छ होला हुनसक्छ तर मलाई त हिमालकै छेउमा हिमालकै कहाँ बसिरहँ भने पनि आइएम रेडी होइन पृथ्वी भनेको हाम्रो आमा समान हुनुहुन्छ आमा हुनुहुन्छ अनि हिमाल भनेको हाम्रो आमाको काख हो गाइज अब एकछिनमा भेट्नेछौँ सो दामी मुभमेन्टमा एक्लै हिँडेपछि थाहा पाएँ क्या त्यही भएर सबैजना एक्लै हिँड्न सिक्नुपर्छ घरमा बसिरहनु भन्दा कहिलेकाहीँ हामी घरमा बस्दा पर्नु हुन्छ कहिलेकाहीँ भन्छौँ नो मनी भन्छौँ त्यहाँ कतिले कमेन्टमा देखिरहेको हुन्छ कि अरूकोमा पैसा छैन भन्छौँ त जब गर्ने होइन थोरै भए पनि अथवा कतिले त मैले पनि देखिरहेको छु 1 महिना काम गर्छ अनि छोडिदिन्छ अनि त्यो पैसाले घुम्न जान्छ क्या होइन मान्छेहरू घुम्न भनेपछि त्यस्तोसम्म गरिदिन्छ क्या त्यो हो नि त इन्जोय भने एक्लै घुम्न पर्नेपछि कमाउने रमाउने भन्छ नि कमाउने टक्क त्यही कमाएको खर्चले टक्क अलिअलि रमाउने
यो होइन कि अब साधनहरू छैन केही पनि छैन भनेर अब बस्ने त होइन नि त। अब बसहरू जान्छ गाडीहरू जान्छ होइन, कस्टिङहरू कम गरेर मिल्छ त्यसरी नै। मेन भनेको थोरै कस्टिङमा होटल अनुसार हुन्छ, नत्र होटल महँगो भयो भने त फेरि लो कस्टिङमा त गाह्रै पर्छ होइन। लो कस्टिङमा चाहिँ अलिकति ठिक हुन्छ क्या, लो बजेटमा टक्क आफूसँग लो बजेट छ भने त्यो अनुसारको होटल तर राम्रो पनि पाउँछ होला यता। मैले पनि टिकटकमा हेरेको थिएँ, पछि यता चाहिँ राम्रो रेन्जको पायो। 2021को थियो 2500, अनि 2500को चाहिँ ऊ थियो बिना ब्रेकफास्ट। म ब्रेकफास्ट खाँदिनँ नि त बिहान, अनि त्यही भएर 2021को थियो। तर स्विट रुम रहेछ, अनलाइनमा त्यति हालेको छ उनीहरूले चाहिँ। अनलाइनमा वास्ता गरेन छ खासमा, त्यो त 3500को रुम रहेछ, 3500 4000 होइन त्यस्तोको रुम रहेछ, स्विट रुम त्यही पनि। त्यस्तो बवाल रुम पाएको छु मैले 2021सम्म। अनि भाग्य त लक्की त अलिअलि छु जस्तो लाग्छ आफूलाई। यति मात्रै हो अफरोड, त्यसपछि सब पिच। ओके गाइस, सी यू लेटर on. Okay guys, now we are heading towards the पुम्दीको सारङकोटबाट आयो, सामान प्याक गर्यो। अब अर्को रुममा सिफ्ट गरिदिउँ अरे। कस्तो राम्रो रुम थियो त्यो स्विटको, कस्तो आउँथ्यो भने यस्तो जति पेन भयो पनि त्यहाँ गएर सुत्यो भने चाहिँ रिल्याक्स हुन्छ। अब अर्को रुम कस्तो छ हेरेको छैन। त्यो रुम त राम्रै छ, रुम पनि राम्रै होला, त्यो रुम चाहिँ राम्रो छ। अरू रुम पनि राम्रो, पत्तर भयो भने त अर्को रुम सिफ्ट गरिदियो। त्यत्रो भनेको थियो 2-3 दिन 3 दिनसम्म हुन्छ भनेको थियो। त्यही थियो अनलाइनबाट अरूले रिजर्भ गरेको छ क्या, त्यही भएर गाह्रो भएछ। केही छैन, होटल रुमभन्दा कमै हुन्छ नि, केही छैन। चाहिँ राम्रो लाग्यो। अब चाहिँ पुम्दीकोट जानुपर्छ, एउटा लेक्चर भन्नुभएको थियो। मैले दिइसकेँ बाटो, आधी बाटो चाहिँ याद छ, अब पछि बाटो सोध्दै जाने होइन, भनिहाल्छ नि नभनिदिने होइन। रङ्गै त भन्नुहोस् खालि यता रङ्गै भन्छ। ओके गाइस, वी आर मुभिङ। पछि बाटोमा यसो सिलतिर भेटौँला। ओके गाइस, हामी यो चौकमा पुग्यौँ। अब यो चौकबाट यता राइट भन्नुभयो ट्राफिक सरले होइन। दिल्लीको सारङकोटकै देख्ने हो, यहाँबाट नि बवाल देख्नुहुन्छ। हिमाल हेरौँ गाइस, हिमाल पहर आएपछि हिमालै हो हेर्ने भनेको। यस्तो बवाल हिमाल छ कि सारङकोटबाट पनि त्यही देख्नु रहेछ, पुम्दीकोट पनि त्यही हो। तर मेन महादेव हुनुहुन्छ। हर हर महादेव, हर हर महादेव। दुख हर कष्ट हर, हर हर महादेव। म आउँदैछु महादेव, पर्खाइमा बस्नु होला। म आउने छैन, आउँदैछु। एकछिन भेटौँ लगाइन्छ। जय हर हर महादेव, हर हर महादेव। ओहो ओइ यत्रो खाल्दो रहेछ, माथि हेरेको महादेवलाई तल त खाल्दो रहेछ। महादेव, ओहो महादेव महादेव महादेव, कस्तो राम्रो ठाउँ। धेरै पछि आयो, धेरै वर्ष आयो भनेपछि 2 वर्षपछि आएँ म यहाँ। हर हर महादेव, हर हर महादेव। यात्रा पनि जय भोले बाबाको दर्शन गरियो। अब हामी लाग्दैछौँ स्टुपातिर। एक्लै अब गोप्रोमा क्ल्याक फोटो खिच्यो, आनन्दले एकछिन बस्यो, हेऱ्यो, आयो।
खासै धेरै टाइम लाग्दैन मलाई त घुम्नलाई एकछिन हेरि दर्शन गर्ने फर्किने हो साथीभाइ भए त अब फोटो खिचाइ गर्थ्यो त्यहीँ टाइम जान्थ्यो रमाइलो पनि हुन्थ्यो तर एक्लै चाहिँ अब एकछिन खिच्ने हेर्ने फर्किने त्यही रमाइलो हो जिन्दगी रमाइलो हुनुपर्छ यतातिर कतै बसिरहनु जस्तो लागिरहेको छ एकछिन यहाँ बस्नु पऱ्यो यार चौतारीमा भ्यू हेर्दै हतार किन रित्याएको रित्तै जाने त्यही नै हो जिन्दगी दुःखहरू हुँदै गर्छन् है सहेर बस्ने गर्दै गर्ने है सो गाइस म चाहिँ एक्लै चौतारीमा बसिरा चौतारीमा एक्लै आनन्द भ्यू छ बाबा चल के तुझे सब गाइस अब हामी लाग्दैछौँ बेगनास तालमा भर्खर खाना खाए आज त बिहान सारङकोट त्यसपछि सिधै भोले बाबाकोमा कुन्दीकोट अनि फर्किँदा स्टुपा त्यसपछि दुधेश्वर महादेव खाली पेट थियो सबैमा अनि बेसर पनि गए खाली पेट सहरतिर नजिकै थियो अनि अब अहिले चाहिँ खाना खाएर टन्न भएर अब चाहिँ बेगनास तालको खतरा रहेछ पनि म त यही लेक राम्रो हो उताभन्दा तर चल्नुहुन्छ यस्तो गाडी टक्क फेरि आउनुपर्छ सेवातालमा एक्लै सेवातालमा साइली भन्दै हो साइली छैन एक्लै आउनु परेछ एकदम रमाइलोहरू गर्नुपर्छ यस्तो चिसो छ अलिकति भराइ चढ्यो कि गर्मी हुने एकछिन बसे कि जाडो एकदम बुझ्नै गाह्रो हामी यहाँबाट मान्छेले सोध्दै कि लोकेसन हेर्दै जानुपर्छ आधी घन्टा 40 मिनट आधी घन्टा लाग्छ अरे स्कुटर मात्रै लाग्छ होला 40-45 1 घन्टा लाग्यो भने केही छैन चिलमा जाने बेगनास ताल जाने बेगनास तालबाट लेफ्ट साइड फर्किनुपर्छ आनन्द चिल गरेर रातिमा लेफ्ट साइड आउने लेफ्ट साइडमा गएर चिल गरेर बस्नुपर्छ
खाना खाने अनि सुत्ने अनि बिहानै लागिपर्छ। राम्रो छ यो बाटो चाहिँ नआएको छ जस्तो लाग्यो। अनि त्यसपछि छिटै आएको जाएको राति त आएको मोबाइल छ अब फेसबुक सुरु जानुपर्छ ल आइसकेपछि म राम्रो सिलेक्ट गर्छु होला। गाइस बेगनेस तालको बाटो चाहिँ खत्तम छ। जाम पनि भएको थियो कहिले जाम नहुँदा त्यस्तै छ बाटो चाहिँ धुलो धुलो रहेछ।